एभ्रिवान वेलकम ब्याक। सो यसपालि चाहिँ मैले दसैँको ब्लग चाहिँ बनाइनँ। सो अलिअलि ग्लिम्स चाहिँ देखाइरहेको छु। थिम्पूमा हामीले दसैँ सेलिब्रेट गरेको। यहाँ चाहिँ मेरो फादर इन लले हामीलाई टिका लगाइदिनु हुँदैछ। त्यसको भेरी नेक्स्ट डे चाहिँ हामी चाहिँ नेपाल फ्लाइ गर्नुपर्ने थियो। सो तपाईँले मेरो नेपालको ब्लग चाहिँ फर्स्टदेखि लास्टसम्म हेरेर साथ दिनु होला। हाई माई लभली भ्युवर, वाट्सएप कस्तो हुनुहुन्छ तपाईँहरू? आफ्टर सो लङ फेरि पनि मैले भ्लग लिएर आएको छु। सो यो चाहिँ हो पारो एयरपोर्टको नजारा। म एन्ड मेरो भाइको वाइफ चाहिँ जाँदैछु काठमाडौँ। सो मेरो काठमाडौँ ट्रिप चाहिँ कस्तो हुनेछ तपाईँले हेरेर साथ दिनुहोस् है त। सो अहिले भने चाहिँ हामी प्लेनभित्र छिरिसक्यो। हामी चाहिँ ड्रुक एयरबाट काठमाडौँ जाँदैछौँ साथीहरू। तरेर हामी चाहिँ अलरेडी आकाशमा छु अहिले। माथि छु, माथि बस अब सिट पार्टनर सर रहेछ। यो रहेछ टुरिस्ट फरेनर्स। सिम चेन्ज गर्दैछ अब नेपाली सिम। सो गाइस वी आर इन काठमाडौँ। काठमाडौँ ल्यान्ड भइसक्यो। सिमहरू पनि चेन्ज गरिसकेँ। अन्त अहिले भने चाहिँ हामी वेट गरिरहेको छु मेरो चमा एन्ड चपाजु। सो मेरो चमाको हस्बेन्ड चाहिँ काठमाडौँदेखि नै हुनुहुन्छ। उहाँहरू चाहिँ बस्नुहुन्छ बाहिर देश, आउट कन्ट्री बस्नुहुन्छ। अस्ति नै आएको नि त। सो हामीहरू चाहिँ उनीहरूलाई पनि भिजिट गर्ने, टेम्पलहरू पनि भिजिट गर्ने, काठमाडौँ पनि एक्सप्लोर गर्ने भनेर चाहिँ हामीहरू नेपाल भिजिट गरेको। अनि दसैँको टाइम नै थियो फेरि। सो एकदम एक्साइटेड छु। हामीहरू लिन आयो, पिकअप गर्न आयो। सो फाइनली हाम्रो चाहिँ भेटघाट भइसक्यो। सो हामी चाहिँ अहिले ट्याक्सीमा एन्टर गरेर जाँदैछु चमाको घर। हामीलाई लिनु चाहिँ चपाजु, चमा अनि चमाको स्विट लिटर बेबी सुनी पनि आएको थियो। एकदमै खुसी लाग्यो। ठिकै दसैँको माहौल थियो। सो हामी चाहिँ घरमा एन्टर हुने बित्तिकै मेरो चपाजुको मम्मीले चाहिँ हामीलाई टिका लगाइदिनु भयो। धेरै साह्रो आशीर्वाद दिनुभयो। एकदम मिठो मिठो खानपिन पनि खाएँ र हामी टिका सिका लगाइसकेर चाहिँ नेक्स्ट डेस्टिनेसन जानेवाला छौँ। सो त्यो हामी चाहिँ कहाँ जानेवाला रहेछ त्यो चाहिँ तपाईँहरूले हेर्नु नभुल्नु होला। सो लेट्स एक्सप्लोर द काठमाडौँ नेपाल। टिका लगाएर झिलिमिली भयो हामीले चाहिँ घरमा टिका सिका लगाएर खाइपियाइ गरेर चाहिँ अब हामी सबै जाँदैछु। अब हामीहरू जाँदैछु भक्तपुर। आइफोन खानु कहाँको मिटमा हामीहरू कहाँ गएर अब हामी अब भक्तपुर गएको। भक्तपुरको यात्रा हुँदैछ हाम्रो। के ठाउँ के अरे जम्मै पाटन दरबार यसलाई भन्छ भक्तपुर है।
Nikma, are you enjoying? Swayambhu आइपुग्नु भयो चमाहरु. So we are here in the Swayambhu. Everyone, so यो चाहिँ हो हाम्रो डे 3 in Nepal. So अहिले चाहिँ हामीहरु आइपुगेको छौं Swayambhu. एकदम घाम कस्तो घाम लागेको थियो. एकदमै पानी परेर हामी कहीँ घुम्नु पाएको थिएनौं. आज हामी यहाँ आइपुगेको छौं. Hi girl. Hi. Where's monkey? It's monkey. The monkey. यहाँ हो रहेछ मेन स्वयम्भू नाथको टेम्पल. अन्त एक मान्छेहरु कति रहेछ मुनिबाट आउँदैछ नि मुनि हेर्नु काठमाडौँ सिटी तिमी सक्छौ. यो चाहिँ हो काठमाडौँ सिटी. It's a garbage can. So finally हामी चाहिँ स्वयम्भूको माथि आइपुगिसक्यो. यहाँ हेर्नुहोस् एकदमै स्टुपाहरू हुँदैछ नि सानो स्टुपा ट्याप्पै रहेछ यहाँ फरेनर्सहरू पनि कति आएको रहेछ. हामी पनि टुरिस्ट नै हो. मम्मी हाई गरिदिनुहोस् न. हेलो हेलो मेरो चपाजुको आमा हुनुहुन्छ भ्लगिङ गर्दै. एकदम रमाइलो भइरहेछ आज चाहिँ. हिजो चाहिँ एकदमै पानी परेर साड भएको थियो घरमै थियो. साड मोबाइल खोसेर लान्छ भन्छ. है हेर्नु यो मङ्की मम्मा मङ्की. ओ माई गड. अब समातेर लान्छ होला है मेरो मोबाइल त लागि. Stupa. Here is Lord Buddha. Shanji Tempa भन्छ के भन्छ Shanji Tempa हैन. वाउ. ह्यान्डिक्राफ्ट सामान राखेको रहेछ यहाँनिर. ह्यान्डिक्राफ्ट शपहरु रहेछ यहाँ. ल आउँदैछु. यहाँ चाहिँ एकदम पूजा गर्ने ठाउँ चाहिँ यहाँ रहेछ. पूजा मान्छेहरू ट्याप्पै हुँदो रहेछ. अन्त यो चाहिँ हो स्वयम्भू स्टुपा. ए हो सम्झिँदा पनि हुन्छ होला नि त नि. ए मेन टेम्पल चाहिँ यहाँ अरे. एकदम ठुलो स्टुपा छैन. स्वयम्भू नाथ भनेको चाहिँ हेर्नुहोस् है. हामीले चाहिँ कार्ड कम किनेको छ. सो हामी चाहिँ अब पूजा गर्ने यसको एउटा किनेको 50 रुपिस लाग्दो रहेछ हाम्रो नेपाली पैसा. सुनिदिनु गरिरहेछ. यो चाहिँ हो रहेछ होल काठमाडौँ भ्यू गर्दैछ यहाँबाट.
ऊपर धरारा नौतलले धरारा भन्ने क्या रहेछ ल हामीहरूले चाहिँ स्वयम्भूनाथ घुमिसक्यो पूजाहरू पनि गऱ्यो एकदमै ब्लेस फिल भयो स्वयम्भूनाथ चाहिँ माथि डाँडामा पर्दो रहेछ अब फेरि ब्याक मुनि जाँदैछु स्वयम्भूको मुनि एउटा रेस्टुरेन्ट रहेछ स्वयम्भूको मुनि एउटा रेस्टुरेन्ट कस्तो दामी मोमो र थुक्पाको बास्ना आइरहेछ हामी वेट गरिरहेको छु Are you excited? Yes, I'm so excited. चिसो भनेको पेप्सी हैन कोका अनि मजा उयो दामी बेबी मोमो गएको खान्छ होला नि उले पनि सुनी फाइनली सुनीको विश पुरा भएको छ त मोमो खानेको यहाँ सबै हाम्रो फ्यामिलीहरू यहाँनिर मोमो खानु हुँदैछ अन्त हामी चाहिँ यतापट्टि छ यो चाहिँ हो किमा नुडल्स वाउ सो डेलिसियस यहाँ चाहिँ बफ मोमो मम्मीले पनि बफ मोमो खानु हुँदैछ मेपाको आउँदैछ एकछिन बोलायो कि भिडियो बनाएको त हामी चाहिँ फाइनली मोमो खाइसक्यौँ यहाँ निस्क्यो सुनि इन्जोय गऱ्यो मोमो सबैजना निस्किँदैछ पालि तपाईँ मिठो लाग्यो दामी याम्मी एकदम मिठो लाग्यो मलाई त खै निस्कियो त अरूहरू त अरूहरू आउँदैछ सो हामी चाहिँ फाइनली खाइसकेर पनि निस्केको अब हामी सपिङहरू गर्ने एकदमै मिठो एकदमै यम्मी भएको छ मोमोको टेस्ट मलाई उता भुटानको फिल भयो मलाई चाहिँ फिल चाहिँ टेस्ट चाहिँ एकदम उताको जस्तो लाग्यो तर क्वान्टिटी एकदम बेसी अन्त अचार चाहिँ भेराइटिज पाउँदो रहेछ होइन मिठो पाउँदो रहेछ यहाँनिर हाई फ्रेन्ड्स हामीले चाहिँ आइपुग्यो फेरि हेर्नुहोस् यो ठाउँको नाम के हो थाहै छैन हौ सोध्छु ल के ठाउँ रहेछ यो कास्टमण्डप भन्छ होइन कास्टमण्डप भन्छ यो चाहिँ काठको मात्रै भन्छ एउटा पनि म्याटर छैन ए चाहिँ काठको एउटा इँटाहरू छ अहिले लास्ट उयसको सबै फाइनली वी आर एट बसन्तपुर अहिले राइट नाउ एकदम हेर्नु क्राउड छ यहाँनिर अन्त यो कास्टमण्डप के भने यो रहेछ यो चाहिँ वुडको रहेछ काठको मात्रै बनाएको अरे कस्तो दामी ठाउँ हेर्नुहोस् यहाँनिर यो चाहिँ वुडन हाउस अलि वुडले बनाएको मेटलहरू केही युज गरेको छैन यहाँनिर यसलाई के भन्दो रहेछ कुमारी घर यहाँ चाहिँ कुमारी ल्याउने रथ राख्दो रहेछ सो नाइस दरबार अरे दरबार लभली एकदम मान्छे दरबार हो यो दरबार होइन हजुर ए यहाँ मिटिङ रहेछ ओपन जग्गा छ होइन हजुर क्राउड नि हेर्नु न मान्छेहरू कति नि सो यो चाहिँ हो एनदर नेक्स्ट डे 4 भनौँ न त्यति बेला चाहिँ मेरो चपाजुको घरमा चाहिँ एकदम भोज थियो सो हामीहरू चाहिँ यहाँनिर सेल्फ सर्भिङ गर्दैछु नेवारी खाना एकदम इन्जोय गरेँ मैले चाहिँ
लोकल आरा विथ नेवारी खाना सेट मोच बोतल छ काठमाडौँ आएर एकदम यस्तो मेरो नेवारी डिस खानु पाएर भोइस ओभर गर्न खुसी भयो